हेलो गाइज अन्यमास्यु सबैजनालाई नमस्कार छ है मेरो। म चाहिँ हुकुम म चाहिँ कोरिया आएको भयो त्यही 6-7 महिना। पहिलो कम्पनी 6-7 महिनामै छोड्न बाध्य भइयो। पहिलो कम्पनीमा खासै काम गर्न सकिएन। काम त ठिकै हो, अब नेपाली दाजुहरूले गरिराख्नु भएको थियो, मलाई अलि खासै काम गर्न नसक्ने जस्तो भयो, त्यही भएर काम छोडियो। काम छोडेपछि अब दोस्रो कम्पनीको खोजी गर्दा गर्दै काम खोज्ने समय 3 महिनाको समय चाहिँ सकिनै आँट्यो। 5-7 दिन बाँकी थियो अब। अनि यो प्रेस कम्पनीमा छिर्ने निदो गरियो। अनि त्यसपछि यो प्रेस कम्पनीमा छिरियो साथी हो। पहिले त भिजा जोगाउनलाई जस्तोमा पनि छिर्छु भन्ने आँट थियो, जोस आथ्यो भिजाको लागि। अनि कम्पनी छिरियो, तर लास्टै गाह्रो रहेछ। पछि कम्पनी छिरिसकेपछि बल्ल याद आउँदैछ साथीहरू। यो अहिले चाहिँ छादोङ भइरहेछ हैन, यो रोबोटले नै गरिरहेको छ। छादोङमा त मजा नै हुन्छ हैन, चिल नै हो। मस्त लोड गरिदियो सामान। एकातिर एउटा साथीले लोड गर्यो, अर्कोतिर अर्को साथीले त्यसलाई निकाल्छ। आफू चाहिँ एकातिर, अर्को साथी अर्कोतिर। पार्टनर चाहिँ कमोडियन साथी छ, अनि एकजना कोरियन आजसी हुनुहुन्छ। अनि जस काम ठिकै हो, तर सुदुङ गर्दाखेरि चाहिँ महा डेन्जर के, मान्छेको जिन्दगी नै खतम बनाइदिने खालको छ। उहाँ चाहिँ मेरो पार्टनर कमोडियन साथी सिन्धु। अनि जस काम गरिराखेको छ, गाह्रो छ काम गर्न। अब भिजा चाहिँ हानियो, अब चाहिँ कम्पनी छोड्नुपर्छ कि जस्तो लागिरहेछ मलाई चाहिँ। मैले चाहिँ छोड्ने नै निदो गरिरहेको छु। यो चाहिँ सामान हामीहरूले बनाएको, एकातिर लेफ्ट हुन्छ, एकातिर राइट हुन्छ। यो चाहिँ गाडीको पार्ट्सहरू हो, सानो सानो पार्ट्सहरू पनि राखेको छ अहिले चाहिँ। यस्तो बेला चाहिँ सजिलै हुन्छ, अलि ठुलो पार्ट्स बन्यो भने चाहिँ मान्छेहरूले सुदुङ नै गर्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ खतरा हुन्छ क्या, एकदम डेन्जरस। कोरियाको 3D काम भनेकै यही हो क्या, प्रेसको काम किमा नै बनाइदिन्छ कि सानो सानो मिस्टेकले। गाह्रो छ। अब चाहिँ कम्पनी छोड्ने निदो गर्दैछु मैले चाहिँ। उहाँ साथीले चाहिँ नछोड्ने अरे। साथी हो, मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियो लिएर आउनेछु।